त अनि हस्पिटलतिर जानुपर्छ खोज्नु पर्यो तँ चाहिँ के बुझ्नु मलाई तेरो आँखा देखेछ हामीले त आँखा देखेछ त्यो तेरो आँखा पुरै गरेर त नि गालो पनि हिँड्यो मेरो त खाएर लागेको ज्यान हो सुड्डी गालो छ तेरो तिमी जस्तो 3 महिने सुई लगाएर धेरै चिकाएर अनि बनेको ज्यान होइन नि त झकास छेत्रीको अनि झकास छेत्री भनेको बबाल छेत्री हो क्या अनि थाहा छ ओए मम ड्याड म त अब जान लाग्यो मोजी नेपाल अब नेपाल गएर एउटा केटी बिहे गर्छु मोजी कचक चिक्छु मा चिक्ने अब त्यही हो बाँकी मलाई देखा ल मलाई ल भिडियो कल गरेर देखा ल के चिक्दाखेरिको बस होइन अनि मलाई देखा न चिकेको पनि भिडियो देखाइदिने अनि तिमीलाई अनि कसरी गर्दो रहेछ हेर्नु पर्यो नि अनुभव तेरो पनि अनुभव त के हो र त्यस्तै अनि मलाई त के सुन्न मलाई त सबै मान्छेले मान्छेहरू केटाहरू हुन्छ नि यसले कसरी गर्यो होइन त्यसले फेरि कसरी गर्यो होला भन्ने मलाई चाहिँ एकदम चाहिँ होइन जान्न मन लाग्ने के पहिल्यैदेखि यस्तो म अनि सोच्थेँ कि मेरो दाइले भाइजीलाई कसरी हान्यो होला होइन जस्तै अब फेरि फलानाले कसरी हान्यो होला ढिस्कानाले कसरी हान्यो होला तिमीलाई कसैले चिका छैन र सम्म अनि होइन मलाई गरेको र अरूलाई गरेको मलाई होइन मलाई गरेको भन्दा पनि अरूलाई गरेकोमा चाहिँ मलाई एकदम हेर्न मजा आउने के पहिल्यैदेखि त्यस्तो खाडीतिर बोकाहरूलाई चाहिँ भन्नु नि त्यो बोकाहरूले ठोक्दै गरेको बेला यसो तिमीलाई देखाइदिन्छ अनि मस्त जो कसैले दिँदैन मलाई हेर्नै दिँदैन ए केटाहरू देखान भने बुल्लु फिल्म जस्तै त अनि मुजी अनि त्यो चिक्ने भने होइन एउटा चिनेको मान्छे होइन चिनेको मान्छेले चाहिँ ठकाउनु जाँदैन कसरी गर्दो रहेछ भन्ने एउटा बुझ्न मन लाग्छ नि त्यो बुल्लु फिल्ममा चिका जस्तै हो क्या मा चिक्ने मुजी धेरै नबोल मुजी बुल्लु फिल्म त खुब हेर्छ होला चिक्वानीहरू अनि मुजी हिजो अस्ति ग्रुपमा जोडेर मुजी फेसबुक के अरे मेसेन्जरै भरि चिक्ने बुल्लु फिल्म मात्रै हालेको थियो जहाँ ठिनीहरू बुल्लु फिल्म हालेर हेरेर माछिक्ने औला हाल्छ मुजी पोतीभरि माछिक्ने तिमीहरूको जिन्दगी खत्तम छ यार मैले त त्यस्तो गरेको छैन अब केटाहरूले हाल्यो केटीहरूले हाल्यो त मैले के गर्नु त नि आर्जुको पुतीबाट पानी झारेको नि हालेको थियो भाइ थाहा छ आर्जुको पुत्तीबाट पानी झारेको भिडियो पनि हालेको थियो कुन चाहिँले मलाई यार त्यसको पुती त माछी यस्तो मुझे भैँसीको भन्दा पनि ठुलो पुती छ नि आर्जुले छ नि यो गिफ्टरहरू जति पनि टिकटकमा गिफ्टरहरू छ नि तिनीहरू चाहिँ सबैसँग भिजी गरेको रहेछ मलाई पनि कल गरेर लाएर देखान भन्दै थियो माछिनेले अरूको पनि हेर्छ क्या म त यार मेसेन्जरमा जोडिसक्यो नि त अब यस्तो नबोल्नु भन्ने हुन्छ कि त्यसले त सिधै भनेको लाडो देखा न है झकास भन्छ यार लाडो कहाँबाट देखाउनु यार मुजी दिउँछ मुजी छ्या हेर केटा अब सबजना फलो गर मुजीहरू मम ड्याडको पुती हेर्ने भए मुजी मलाई चाहिँ कन्ट्याक्ट गर टक्कसँग मुजी फलो गरेर इनबक्स गर मम ड्याडको पुतीमा चाहिँ यत्रो बाख्लो मुजी भैँसीको पुती भन्दा पनि ठुलो छ मुजी अनि मस्त हेर केटा हो के गर्छौ अनि मम ड्याड एकचोटि हान्न पाए त आमा कति आनन्द आउँथ्यो स्वर्गमै पुग्थ्यो यार हो त्यो देखा त नदेखाउने अरे देखा न कस्तो रहेछ हेर कतिको हेन्सम रहेछ लास्ट हेन्सम छ नि अनि सलमान खानलाई टपेको अनि उसले थाहा छ सलमान खानलाई टपेको त्यस्तो डेन्जर छ त्यसको अनुहार अनि भन्छ उसले पनि त अनि तिमीलाई तिम्रो भिडियो हेर्दै टोइलेट गएर छोल्छ अनि पुरै तिम्रो भिडियो उता मोबाइलमा हेर्ने छैन चल्ने कुरा नै छैन मेरो भिडियो होइन कि यसलाई चिक्न पाए हुँदो भन्ने चाहिँ अनुभव मनमा लिएर क्या अनि त्यसरी चाहिँ छोल्ने गर्छ अनि थाहा छ
यसलाई पायो भने त माचिनी यस्तरी चिक्थे यसको पुती चाहिँ यसरी बजाउँथे भन्ने चाहिँ उसलाई चाहिँ अनुभव गरेर छोल्छ क्या अनि बेला बेलामा बुझ्यो त्यही भएर हेर सुधी सरकारले किन पक्रेन रे हो के अरे पढ्न दे के भन्छ नेपाल सरकार यिनीहरूलाई सरकारले त्यो माछिङ केपी ओलीलाई त मुजी एक लात हानेर मुजी पातले उडाइदिन्छ मुजी त्यस्ता मुजी भिखारीहरू हुन्छ सिक्ने हान भनेको 14 वर्ष जेल बसेको 14 वर्ष जेल मुजी 8 क्लास फेल राडीको छोरो त्यस्ता मुजी भिखारी माछिङलाई चाहिँ प्रधानमन्त्री मान्ने हो मुजी अबको प्रधानमन्त्री झकास छेत्रियो सिधै भन माछिङले गएर तेरो दाइ अब प्रधानमन्त्री बन्न आउँदैछ राष्ट्रपति चाहिँ म हो नि। राजीनामा दे भन्दै मुजीहरू ओइ जग्गा चाहिँ म राष्ट्रपति हुने रे कति रमाइलो हुने रे हैन अनि म प्रधानमन्त्री तिमी राष्ट्रपति भयो भने त म आछि देश मुजी एक महिना एक वर्षमै काया पलट हानिदिन्छु म अमेरिका बन्छ के अमेरिका बन्छ त्यस्तो हो मुजी केटाहरू केपी शेरे हानिदिन्थे के मैले त केपी शेरे रविलाई खोलातिर फाला 84 मा माओवादीलाई भोट हालामा चिक्नेहरू सबैजनाले ठुक्क त पनि आला मौराजी भनिस् मनै नपर्ने माछिङ मनै नपर्ने भन्छ यार मुजी माओवादी यत्रो परिवर्तन लिएको मुजी देशमा थाहा छैन मुजी के गर्यो देशमा यत्रो आमूल परिवर्तनको सङ्घार भनेको माओवादी केन्द्र हो चिक्ने त त्यो चाँठिनेहरूलाई थाहा छैन कि त्यो मुजी पुती चिगाउन र मुजी 3 महिने सुइलाउन बाइकहरू नजान्ने मुजीहरू तिमीहरूको त्यो त्यस्तै हो मुजी थाहा हुन्न यस्ता कुराहरू कसले गरो कसले गरेन भन्ने चिक्ने नयाँ अनुहार मुजी म भोलि गयो भने मलाई भोलि भोट हालेर जिताउँछ नेपाली जनताहरू यस्ता छन् भेडा त्यही भएर हेर धेरै 3 महिने सुई लगाएर चिकाउने काम चाहिँ बन्द गरेर हेर मम्डिया धेर मोटायो मुजी भैँसी मोटायो भन्दा बढी दुध पनि माछिने दुध पनि मुजी ब्याउने भैँसी जत्रा छन् मुजी यत्रो चाहिँ छैन है नगर्ने कुरो नगर यत्रो मुजी दुध हेर्न फ्याल्ला पऱ्यो मुजी बरै नलाई बस्दो रहेछ मेरो खुसी हो नि मेरो ज्यान हो मेरो खुसी हो म नलगम माछिने पुती सुती सबै कालो भएर ध्वस्त भइसक्यो मुजी त्यो मुजी घरमा आगो बालेर घरमा हुन्छ नि त्यो राम्रो छ धैँसो लागेको त्योभन्दा पनि डेन्जर भइसक्यो तिम्रो पुती अब एकचोटि मैले चिक्न पाऊँ यो भगवान् त्यही हो के अरे के भनेको बुझा ल म गएको तिम्रो पुती म जिन्दगीमा एकचोटि चिक्न पाऊँ भनेको यो जुनीमा ल तामाङनीको पुती चाहिँ माछिने बाख्लो हुने के म चिक्दा नि प्वाक प्वाक बच्छ भन्दै थियो एउटा लिम्बूले हो र बच्छ र प्वाक 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 बच्छ अरे माछिने तामाङनीको पुती नचाहिने कुरो नगरे जाँठा केले टोक्यो मलाई